आयो नि तिमी भाइ जस्तै बस भन्छ जस्तो के भन्छ के म तिमीको दाइ हो के भयो त म ढिलो जन्मेँ रेस्पेक्ट गर्न मलाई पनि यस्तो हाम्रो घरमा पनि छैन आफूलाई सानो भन्ने त्यस्तो परवरिसी भयो स्कुलमा पनि यस्तो भयो कलेज पनि यस्तो भयो यहाँ त के चर्चमा पनि हाम्रो साथसाथ यो युथ स्टार्ट भयो हामी नै चर्चको ठुलो भन्ने हुन्छ हाम्रो ग्रुप नि जिम्मेदारी चर्चमा पनि हाम्रो अलग्गै जिम्मेदारी छ त्यसको वजह चाहिँ आजसम्म यो याद छैन अब सानो लेकिन लास्ट हप्ता चाहिँ बल्ल मैले थाहा लाग्यो म सानो भएछु कसरी आमाहरूको लागि बोल्ने अब पक्कै सानी त छु म एउटा केटी त हो होला मैले परमेश्वरको इच्छा थियो होला छोरी त सानै हो बुझ ठुलो ठुलो सोचेर बुढी न हो भनेर चाहिँ परमेश्वरको इच्छा हो जे पनि होस् मैले प्रार्थना गरेँ परमेश्वरको अगुवाईको चाहिँ मैले कि यति लायकको त छैन अहिले मान्छे जति दुःख देखेको छ आफ्नो जिन्दगीमा जति सहेको छ अहिले मान्छेले जति देखेको छ जति दुनियाँले देखाएको छ त्यो सायद जे पनि हामी गरौँ छोरा मान्छे हामी केटीहरू हामी चाहिँ जति पनि जहाँ पनि पुगौँ जति पनि राशि गरौँ त्यसको 2% पनि हामीले जान सकेको हुन्न फेरि पनि परमेश्वरको हातमा राखेँ मैले यसरी चाहिँ मैले एउटा पद लिएर आएको छु एउटा हितोपदेशको 31 सबैले पढिराख्नु भएको छ म यहाँ योगीको त छैन कि तपाईँलाई सिकाने फेरि म थोडा यो पढ्नेछु यसको एउटा दुईवटा पदलाई मात्रै म हाइलाइट गर्नेछु यो पढ्नेभन्दा अघि चाहिँ म चाहन्छु तपाईँले दुबारा मेरो लागि प्रार्थना गरिदिनुहोस् म नि आफ्नो लागि प्रार्थना गर्नेछु